हेलो नमस्कार सबैजनालाई वेलकम टु माई न्यू भिडियो। आज 2081 साल माघ 15 गते लायन्स क्लब अफ काठमाडौँ हेरिटेजद्वारा न्यानो कपडा वितरण कार्यक्रममा सहभागी हुँदैछौँ। लाग्दैछौँ धादिङको 4वटा स्कुलमा वितरण गर्ने कार्य छ, प्रोग्राम छ। आज बागेश्वरी पहिलो स्कुल बागेश्वरी आधारभूत विद्यालय गल्छी हामीले आफ्नो गाँस काटेर एउटा न्यानोमा चाचे भविष्यका कलाकारहरूको लागि भनेर चिन्ता गरेर हामीले वडा अध्यक्षज्यूलाई पनि आमन्त्रण गरेका थियौँ। उहाँको बिग्रिनु भएको कारणले आउनु भएन, उहाँलाई हामी सम्मिलित चाहन्छौँ। त्यसै गरी यो अवसर जुटाइदिनुहुने हाम्रा प्रिय दिदी हिरा देवी रेग्मीलाई धेरै धेरै धन्यवाद। र यसरी हाम्रो कार्यक्रम सकेर हामी अर्को स्कुलमा सिमटार आधारभूत विद्यालयमा पुग्यौँ। कक्षा 5 सम्म विद्यार्थी करिब 19 जना 23 जना हो क्या सायद। र यसरी सानो सहयोग गर्न पाउँदा निकै नै खुसी व्यक्त गर्न चाहन्छौँ। साना साना नानी बाबुहरू जाडोको महिनामा यसरी स्कुलमा देख्न पाउँदा निकै नै दुःख लाग्ने, आफूले सक्दो सहयोग गर्न पाउँदा यो लायन्स क्लब अफ काठमाडौँ हेरिटेजबाट सहभागी हुन पाउँदा धेरै धेरै खुसी लागेको छ। र यसरी नै हामी अर्को स्कुलमा लाग्ने प्रोग्राम छ। भनौँ न, विद्यालय पोसाकको चाहिँ अति नै आवश्यकता, स्टेसनरी लगायत यी सबै कुराहरूको अति नै आवश्यकै परेको थियो। यी कुराहरूलाई मध्यनजर गर्दै हाम्रो विद्यालयलाई चाहिँ केही सहयोग गरौँ भन्ने यहाँहरूको मनकारी मनहरूप्रति चाहिँ एकदमै नमन टक्राउन चाहन्छु। साथसाथै आगामी दिनहरूमा पनि यस विद्यालयलाई हजुरहरूले सम्झिनुहुनेछ भन्ने अपेक्षा पनि गरे। हामी जोरुङ सिमटार बेनीघाट स्कुलमा आइपुगेको छौँ। यहाँको न्यानो स्वागतको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साना साना भाइ बहिनीहरू जाडो मौसममा कठ्याङ लिएर हामीलाई यसरी स्वागत गर्न बसिदिनु भएकोमा धेरै धेरै धन्यवाद, खुसी व्यक्त गर्न चाहन्छौँ। मुखमा मिठो मुस्कानका साथ स्वागतको तयारी गर्नुहुने स्कुल व्यवस्थापन टिमलाई पनि धेरै धेरै धन्यवाद। बाटो अलिकता असहज भएको कारणले आइपुग्न अलि ढिला भयो। भाइ बहिनीहरू यसरी कुरेर बस्नु भएको देख्दा पनि माया लाग्यो। भौगोलिक विकटता नै भनौँ, तर आउन पाइयो त्यसमै खुसी लाग्यो। र हामी कार्यक्रम छिटो छरितो गर्ने प्रयासमा छौँ। यसरी जाडो मौसममा खुट्टामा जुत्ता छैन, आङमा राम्रो न्यानो लुगा छैन, निकै दयनीय अवस्था देख्दा निकै भावविह्वल दुःख लाग्यो। गुरुवर्ग आमाबुबा लगायत सम्पूर्ण विद्यार्थीहरूमा म यसै विद्यालयको कक्षाको अध्यक्ष छात्रा मेलिना मोक्तानको मनदेखि नै हार्दिक आभार प्रकट गर्दछु। लायन्स क्लब अफ काठमाडौँ हेरिटेजबाट हाम्रो यसै विद्यालयमा आउनुभई हामी सम्पूर्ण विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरी हामी विद्यार्थी वर्गमा माया र हौसला प्रदान गर्नुभयो। अबका आउने दिनहरूमा पनि हामी अझ मेहनतका साथ पढ्नेछौँ। अबका आउँदा वर्षहरूमा पनि हामी यस्तै गरिरहनेछौँ। मेरो एक छोटो आशा राख्दै यही अन्त गर्दछु। हवस् त, धन्यवाद। सरलाई धेरै धेरै धन्यवाद।
साथै कुरामा म फेरि अलिकति के थप्छु भने माग्नेलाई तातो भात भरे आफ्नो मेरो सम्पर्कबाट उहाँहरू सहयोगी मनहरू कहाँ सहयोग गर्ने भनेर बसिरहनु भएको अवस्थामा मसँग भेट भइरहँदाखेरि मैले एउटा होइन दुईटा होइन चारवटा स्कुललाई सहयोग गर्नुपर्छ भनेर लिस्ट दिने म कति मूर्ख होला। तर म मूर्खको कुरालाई मानेर उहाँहरूले चाहिँ चारैवटा मैले लिस्ट दिए अनुसारको स्कुलहरूलाई चाहिँ उहाँले सहयोग गर्नुभएको छ। कल्चीको बागेश्वरी प्राइभेट, बेनीघाटको के अरे सिमटार आधारभूत विद्यालय, त्यस पछाडि गएर जरुङ सिमटार र सिंहदेवी चारैवटा विद्यालयलाई उहाँले नकाटौँ, सर गाह्रो छ भनेदेखि एउटा स्कुल काटौँ न त पछि गरौँ भनेर मैले भन्दा होइन म्याम नकाटौँ, तपाईँले वास्तविक ठाउँमा लाँदै हुनुहुन्छ भन्ने हामीलाई लाग्यो। त्यो भएको कारणले गर्दाखेरि हामी नकाट्ने, जे जस्तो छ बरु हामी जति केही नखाउला, खर्च नगरौँला, आइसारा विलासिताको साधनहरू प्रयोग नगरौँला, कम गरौँला, तर हामी सहयोग गर्छौँ भनेर सरहरूले भन्नुभयो र सहयोग गर्नुभयो। त्यसको लागि सरहरूलाई विद्यालयको टिमबाट धेरै धेरै धन्यवाद स्वरूप ताली दिनुहोस् है त। मिठो साङ्गीतिक कौशलीको लागि पनि धेरै धेरै धन्यवाद। स्कुल ड्रेस वितरण कार्यक्रमका प्रमुख अध्यक्ष, विशिष्ट अतिथिहरू, यस विद्यालयका प्रधानाध्यापकज्यू, यो तपाईँ र हाम्रो भेटघाट जुटाइदिने अवसर मिलाइदिनु हुने चाहिँ हाम्रो हिरादेवी रेग्मीज्यू, उहाँसँग हाम्रो चिन्तान भएको थियो। हामी यो लायन्स क्लबले के काम गर्छ भन्दा यसले आफूभन्दा कम अवसर पाएका व्यक्तिहरूलाई आफूले
जो हो गरेको केही रकमबाट सकेको सहयोग गर्छ। सबै सहयोग गर्ने भन्ने होइन, सकेको सहयोग गर्छ। यी हामी साथीभाइ जति संस्थाका सदस्य छौँ त्यसबाट आफ्नो खर्च कटाएर थोरै जम्मा गरेको पैसाले त्यसले आफूभन्दा कम अवसर पाएका व्यक्तिहरूलाई केही सहयोग गर्छ। यसरी नै जरुङ सिमटार विद्यालय स्कुलबाट पनि हामी छोटो मिठो कार्यक्रम गरेर न्यानो कपडा वितरण गरेर अगाडि सिंहदेवी स्कुलमा जाँदैछौँ। निकै नै राम्रो नृत्य प्रदर्शन, निकै नै राम्रो कला प्रस्तुत गरिदिनु भएको भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। A lot of blessings and best wishes. माहौल पक्कै पनि निकै नै रमणीय र रमाइलो लागिरहेको थियो, तर समयको पाबन्दीले गर्दा समयसँगै हिँड्नुपर्ने अवस्था आएको कारणले निर्धारित कार्यक्रमहरूलाई सकभर छट्याउँदै हामी अगाडि बढ्यौँ। ध्यान नजाओस्। विद्यार्थी भाइ बहिनीहरूले पढ्छु मात्र भनेर हुँदैन, पढ्नको लागि वातावरण पनि चाहिन्छ। त्यो वातावरण बनाउनको लागि यो हाम्रो सानो प्रयास हो, सानो कोसिस हो र यो सानो सहयोग हो। यस्ता सहयोगी मनहरू अरू पनि छन् भने आएर यस्ता विद्यालयहरूमा सहयोग गर्नुहुनेछ। यो सहयोगको लागि लायन्स क्लब अफ काठमाडौँ हेरिटेजका सम्पूर्ण टिमहरूलाई बेनीघाट रोरङको तर्फबाट, किनभने म यही बेनीघाट रोरङको भएको कारणले गर्दाखेरि बेनीघाट रोरङको तर्फबाट हार्दिक धन्यवाद दिँदै अब नमस्ते ल ढिलो भयो ल नमस्कार है नमस्ते ढिलो भयो आउँदा है। र अन्ततः सिंहदेवी आधारभूत विद्यालयमा आइपुग्यौँ। अन्तिम स्कुल, अब 4वटा स्कुलमध्ये अन्तिम स्कुलमा आइपुगेका छौँ। आउँदा ढिलो भयो, बाटोको असहजता कारण अन्तिममा यहाँ आइपुग्यौँ। कक्षा 3 सम्म रहेको उक्त विद्यालयमा करिब 25-26 जना विद्यार्थी रहेको जानकारी पायौँ र यो कलिला बालबालिकालाई सेवा गर्न पाउँदा निकै खुसी छौँ। यो विकट ठाउँमा रमणीय वातावरणमा अवस्थित यस स्कुलका भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना गर्न चाहन्छौँ। चिसो छ मौसम, हुस्सो लागेको, जाडोको मौसम, माघ 15 को मौसम, हुस्सो लागेको छ। रमणीय वातावरण, करिब मेन हाइवेबाट 40 किलोमिटर कच्ची अफ रोड पार गर्दै हामी यहाँसम्म आइपुग्यौँ। हाम्रो उद्देश्य लगभग पुरा भएको छ र यसरी नै हाम्रा 4वटा स्कुलमा न्यानो कपडा वितरणको केही झलकका तस्बिरहरू यसरी नै आउने दिनहरूमा पनि सहयोग गर्न पाइयोस्, सहयोगी हातहरू बढ्दै जाउन्, यी अपेक्षा गर्दै सम्पूर्ण स्कुलका भाइ बहिनीहरूलाई धेरै धेरै शुभकामना र सम्पूर्ण विद्यालय टिम कमिटीलाई पनि शुभकामना साथै धेरै धेरै धन्यवाद। जय लाइनवाद। यसरी नै यहाँसम्म आइपुग्ने अवसर जुटाइदिने हाम्रा प्यारी दिदी हिरादेवी रेग्मीलाई धेरै धन्यवाद। मौसमको अनुकूलताका साथ पनि यहाँ धादिङ डाँडामा एउटा स्वर्गको टुक्रा छ भनेर दिदीले हामीलाई घुमाउन लाने भनेर भन्दै हुनुहुन्थ्यो। यो अवसर पारेर हामी पनि स्वर्गको टुक्रा हेर्न जानेछौँ। डम्फु डाँडामा पुग्नेछौँ र डम्फु डाँडा दिदीको मुखबाट सुनौँ यसको बयान। शान्त, सुन्दर, रमाइलो, कुन ठाउँ दिदी हो? बेनीघाटै हो यो? हजुर मकवानपुर हो यो?
कैलाश गाउँपालिका मकवान डम्फु पार्क होइन डम्फु पार्क चाहिँ किन भनेको यसलाई ए ल मकवानपुर डम्फु पार्क डम्फु गिटार पुरै कैलाश गाउँपालिका गिटार पनि रहेछ ल हाम्रो बैकुण्ठ कैलाशले हाम्रो गौरव यहाँबाट कैलाश पर्वत देखिने हो क्या लागेको छैन बादलिएको छ तर केही देख्न पाइएको छैन अन्डर कन्स्ट्रक्सन यहाँबाट वकिङ पनि रहेछ रङ लाउँदै रहेछ सो डम्फु तामाङ बस्ती तामाङ भएको कारणले डम्फु पपुलरली नोन एज डम्फु पार्क पाड़ी लल्ला फोटो खींचो फोटो खींचो फोटो सी गरौँ डम्फु बजाऊ ल भयो Thank you for watching this video. Please kindly do like, share and subscribe and comment as well. सहयोगी हात सहयोगी मन धेरै धेरै धन्यवाद।